हेलो वेलकम छ है मेरो भिडियोमा ल सबैजनालाई मलाई सपोर्ट गर्नु है। अब किनभने मैले पनि अब भ्लग ट्राई गरिरहेको छु। भोलि भयो भने एउटा राइड चाहिँ जाने सोचमा छ होइन। के हुन्छ कसो हुन्छ माइक पनि अब किन्नु चाहिँ खोजिरहेको छु, तर अब त्यो अलिकति नलेज पनि छैन क्या यो भ्लग। मलाई चाहिँ कस्तो सजेस्ट चाहिएको छ भने यो मेरो ओस्मो डिजेआई ओस्मोमा कस्तो खालको माइक लाउँदा ठिक होला। फेरि यहाँ त्यो माइकले मात्रै पनि हुँदैन रहेछ क्या, यहाँ एउटा बिचको ट्रान्ज्याक्सन चाहिन्छ होला जस्तो लाग्छ। यो ओटिजी के भन्छ त्यसलाई होला है, मेरो विचारमा चाहिँ अब फ्याट्टै चाहिँ थाहा भएन। अनि त्यो चाहिन्छ जस्तो लागिरहेछ। अनि माइक चाहिँ किन्न मैले अर्डर चाहिँ गरिरहेको, त्यो हेर्नु चाहिँ हेरिरहेको छु, अर्डर पनि गरिरहेको छुइनँ। तर त्यो छ क्या, अब चल्छ कि चल्दैन भन्ने। तार जस्तो माइकले हेलमेटमा लाउँदा चल्छ, त्यो चल्छ कि चल्दैन होइन। तर मलाई चाहिँ लाग्छ माइक पनि चाहिन्छ कोही बेला त, अब बोल्नु पनि पर्ने हुन्छ। त्यो राइटै मात्रै गरेर त हुँदैन। अनि यस्तो हो क्या, अब मैले चाहिँ कसरी अब भिडियो पनि बनाउनु लागेको भने, अब दिनभरि काम गरिन्छ, थाकिन्छ होइन। त्यो थाकेको बेलामा त्यो क्यामेरा निकाल्नु पनि मन लाग्दैन क्या। जब अब रुममा आइन्छ फ्रेस भइन्छ अनि एउटा भिडियो चाहिँ टक्क क्या, दिनभरिको त हुन्छ नि एउटा काम गरेको चट्ट भिडियो बोलेर भिडियो यस्तो भयो बनाएर त्यो चाहिँ हाल्नु चाहिँ मन छ। तर अब त्यो गर्न सकिन्छ कि सकिँदैन है ल, त्यो चाहिँ इच्छा हो मेरो चाहिँ होइन। पहिल्यैदेखि अब एउटा क्यामेरा भएको भए बनाइन्थ्यो गरिन्थ्यो भन्ने हो नि त। अनि त्यही भएर चाहिँ अब गर्नु चाहिँ खोजिरहेको छु। अब सपोर्ट गर्नु होला तपाईँहरूले है सबैले। मेरो च्यानल पनि नयाँ च्यानल पनि बनिसकेको छ। के अरे च्यानलको नाम चाहिँ बिएम ब्लगर छ बिएम ब्लगर छ। त्यसलाई सबैले सब्सक्राइब गरिदिनु ल, म त्यहाँ लेखेर पनि हाल्नेछु। त्यो चाहिँ सबैले एकदम सपोर्ट गर्नु होला मलाई। कतिसम्म चाहिँ गर्न सकिन्छ हेरौँ, तपाईँहरूले पनि माया गरिदिनु होला है त। ओके बाई बाई, गुड नाइट।